2025 मा तपाई पनि एउटा नयाँ च्यानल इस्टाब्लिश गर्न खोजिराख्नु भएको छ र आफ्नो YouTube करियरलाई अगाडि बढाउन खोजिराख्नु भएको छ भने तपाईले निम्न कुराहरू एकदमै बुझ्नुपर्ने आवश्यक हुन्छ। जस्तै रहेको छ भिडियो एडिटिङ, दोस्रोमा रहेको छ थम्बनेल र तेस्रोमा रहेको छ भिडियो पोस्ट गर्ने तरिका। यदि तपाईलाई यी तीनवटा कुरामा अनभिज्ञ हुनुहुन्छ भने अब भने तपाईको YouTube करियरमा पूर्ण विराम पनि लाग्न सक्दछ। थम्बनेल भन्नाले कुनै पनि भिडियो केसँग सम्बन्धित छ भनेर अपलोड हुनुभन्दा अगाडि भिडियोको अगाडि एउटा फोटो राखेर अपलोड गरिन्छ, त्यसैलाई हामी थम्बनेल भन्ने गर्दछौं। YouTubeले हाम्रो भिडियो क्याटेगोरी अनुसारका व्यक्तिहरू अडियन्सलाई हाम्रो भिडियो पठाउँदाखेरि ती व्यक्तिहरूले हाम्रो थम्बनेलको आधारमा क्लिक गरेर हाम्रो च्यानलमा प्रवेश गर्ने गर्दछन्, जसले गर्दाखेरि हाम्रो च्यानलमा भ्युज पनि आउने गर्दछ भने सब्स्क्राइबर बढेर हाम्रो च्यानल ग्रो हुने चान्सेस एकदमै ज्यादा हुन्छ। तपाईले जति एट्र्याक्टिभ थम्बनेल बनाउन सक्नुहुन्छ त्यति नै धेरै अडियन्सले तपाईको भिडियोमा क्लिक गर्ने सम्भावना रहन्छ। तपाई आफ्नो मोबाइलको प्ले स्टोर या एप स्टोरमा गएर जुन यो पिक्सल ल्याब छ यसलाई डाउनलोड गर्नुहोस् र त्यसपछि फेरि तपाईले इमेज सर्च म्यान यसलाई डाउनलोड गर्नुहोस् र यो पछाडी अर्को हामीले ब्राउजर कुनै पनि क्रोम ब्राउजरबाट चाहिँ हामीले एकदमै राम्रो थम्बनेल बनाएर चाहिँ डिजाइनहरु निकाल्न सकिन्छ। र यति भइसकेपछि अब हामीले यो पिक्सल ल्याबलाई ओपन गर्ने। पिक्सल ल्याबलाई ओपन गरिसकेपछि यहाँनेरि जुन तपाईको तीनटा डट छ माथि यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि जुन यो इमेज साइज छ यसलाई क्लिक गर्नुहोस्। यसलाई क्लिक गरेर जुन यो कस्टम भनेर देखाउँछ यहाँनेरि यसमा क्लिक गरेर अब भने हामीले यहाँबाट YouTube थम्बनेल यसलाई सिलेक्ट गर्न सकिन्छ। यसलाई सिलेक्ट गरिसकेपछि फेरि हामीले ओके मा गएर क्लिक गर्ने। ओके मा क्लिक गरेपछि थम्बनेल साइजको यहाँ एउटा तपाईको खुल्छ। यो जुन यो न्यू टेक्स्ट छ यसलाई फेरि डिलिट मा गएर हामीले डिलिट गर्न सकिन्छ। यति भइसकेपछि अब भने तपाईले ब्याक जानुहोस्। ब्याक गइसकेपछि जुन यो अघि हामीले भनेका थियौं इमेज सर्च म्यान यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईले अब यहाँनेरि जुन यो सर्च छ सर्चमा गएर यहाँबाट तपाईले भने YouTube ब्याकग्राउन्ड यसरी YouTube ब्याकग्राउन्ड सर्च गरिसकेपछि तपाईलाई यसरी विभिन्न प्रकारका ब्याकग्राउन्डहरु देखाउँछ जुन चाहिँ तपाईले थम्बनेलको लागि युज गर्न सक्नुहुन्छ। यसरी देखाइसकेपछि अब हामीले भने अघि जुन हामीले पिक्सल ल्याब खोलेका थियौं यही पनि हामीले त्यस्ता प्रकारका बनाउन सकिन्छ जुन ब्याकग्राउन्डहरु, तर यहाँबाट धेरै टाइम लाग्ने भएको कारणले हामीले यदि त्यो सुविधा पाइरहेछौं भने यहाँ भन्दा पनि त्यहाँबाट लिएको राम्रो, किनभने यहाँ पनि धेरै किसिमका हामीसँग अप्सनहरु छन् जुन अप्सनहरु युज गरेर हामीले बनाउन सकिन्छ। तर हामीले यहाँबाट बनाउनु भन्दा यहाँबाट बनायो भने चाहिँ अझै राम्रो र एचडी क्वालिटीमा आउने भएको कारणले गर्दा हामीले अब यहाँबाट चुज गर्ने। जस्तै मानौ तपाईले कस्तो डिजाइनमा चाहिँ आफ्नो ब्याकग्राउन्ड युज गर्न सक्नुहुन्छ। जस्तै तपाईले ब्लगिङहरु गर्नुहुन्छ भने डाइरेक्टली फोटो इनपुट गरेर पनि गर्न सक्नुहुन्छ अथवा फुल्ली ब्ल्याङ्क यस्तो ब्याकग्राउन्डहरु युज गरेर चाहिँ तपाईले ब्लगिङको लागि युज गर्न सक्नुहुन्छ। यसरी यहाँ हाम्रो यसरी ब्लगिङ तर गेमिङको लागि भयो अनि कन्टेन्ट क्रिएटरको लागि चाहिँ यस्तो खालका प्राय हामीले युज गर्ने गरिन्छ। जस्तै हामीले यहाँ आइसकेपछि अब यहाँ धेरै किसिमको ब्याकग्राउन्डहरु छ जस्तो तपाईले ब्याकग्राउन्ड चुज गरेर युज गर्न सक्नुहुन्छ। मानौ मैले यहाँ मध्येबाट कुनै एउटा चुज गरे यो ब्याकग्राउन्ड। अब भने यो ब्याकग्राउन्डमा भित्र छिरिसकेपछि यहाँ विभिन्न प्रकारका तोसँग रिलेटेड ब्याकग्राउन्ड हामीलाई दिइसकेको छ। अब यो ब्याकग्राउन्डमा गइसकेपछि मैले कुनै पनि यहाँबाट एउटा ब्याकग्राउन्ड चुज गर्नुपर्ने हुन्छ जुन चाहिँ मैले थम्बनेलको लागि युज गर्नुपर्ने हुन्छ। सो मैले यही ब्याकग्राउन्डलाई चुज गर्नको लागि यहाँनेरि जुन डाउनलोडको अप्सन छ यो डाउनलोडको अप्सनमा क्लिक गर्दै क्लिक भइसकेपछि मेरो डाउनलोड भइसक्यो। सो अब फेरि हामीले चाहिँ पिक्सल ल्याबमा गइसकेपछि अब यहाँ माथि जुन प्लसको अप्सन छ प्लसको अप्सनमा क्लिक गर्नुहोस्। प्लसको अप्सनमा क्लिक गरिसकेपछि फ्रम ग्यालरी यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेर जुन अघि हामीले डाउनलोड गरेका थियौं हामीले डाउनलोड गरेको हाम्रो इमेज चाहिँ हामीले डाउनलोड गरेको इमेज हाम्रो ग्यालेरीमा यसरी आइसकेको छ। अब भने हामीले यसलाई क्लिक गर्ने।
क्लिक गरिसके पछाडि तल यहाँ राइटको जुन अप्सन छ यसमा क्लिक गर्ने। यसमा क्लिक गरेर यो जुन भाग छ यसलाई थोरै तानेर यसकै साइजको बनाउने। यति भइसके पछाडि अब हामीले यसलाई यहाँनेरि जुन लेयर छ यो लेयरमा क्लिक गरेर यहाँनेरि हामीले क्लिक गरेर यसलाई लक गर्दियौँ, किनभने अरू हामीले इन्पुट गर्दाखेरि यो दायाँ बायाँ हल्लिनेको कारणले गर्दा हामीलाई अप्ठ्यारो हुन्छ। यति भइसके पछाडि अब फेरि तपाईले चाहिँ यहाँनेरि आफ्नो फोटो राख्न चाहनुहुन्छ अथवा कुनै पनि लोगोहरू राख्न चाहनुहुन्छ भने रेन्डमली तपाईले के चाहिँ राख्नु खोज्नु भएको छ त्यो चाहिँ त्यसको लागि चाहिँ तपाई क्रोममा गएर जस्तै तपाईले फोटो राख्न चाहनु भएको छ भने सर्चमा गएर रिमुभ ब्याकग्राउन्ड भनेर सर्च गर्नुहोस्। रिमुभ ब्याकग्राउन्डमा सर्च गरिसकेपछि यो वेबसाइटमा क्लिक गरेर अब भने तपाईले आफूले खिचिएको कुनै पनि फोटो यहाँ फोटोमा अपलोड गरेर यहाँबाट चाहिँ तपाईले ब्याकग्राउन्ड रिमुभ गर्न सक्नुहुन्छ। मानौ मैले यो क्लिक गरे र डन गरे। डन गरिसके पछाडि अब यसले हाम्रो ब्याकग्राउन्ड रिमुभ गर्ने काम गर्दछ। यसरी ब्याकग्राउन्ड रिमुभ भइसके पछाडि अब भने हामीले जुन यो तल डाउनलोडमा क्लिक गरेर डाउनलोडमा क्लिक गरिसके पछाडि जुन यो फ्री छ यसमा क्लिक गरेर यसलाई डाउनलोड गर्न सकिन्छ। यसरी नै तपाईले युट्युबको लोगो, टिकटकको लोगो कुनै पनि चीज सर्च गरिसके पछाडि त्यो चीजको ब्याकग्राउन्डलाई रिमुभ गर्न सक्नुहुन्छ र यसरी यसलाई बाहिर ल्याएर डाउनलोड गर्न सक्नुहुन्छ। अब भने मैले यो पिक्सल ल्याबमा फेरि गए अनि गइसके पछाडि जुन यो माथि प्लसको अप्सन छ यसमा क्लिक गरेर मैले यहाँबाट फेरि ग्यालेरीमा गएर ग्यालेरीमा गइसके पछाडि अब भने मैले डाउनलोडको अप्सनमा गएर यहाँबाट अहिलेको जुन फोटो छ यसलाई मैले इन्पुट गर्दिए। यसलाई फेरि यहाँनेर राइटमा क्लिक गरेर इन्पुट गरे। यसरी गरेपछि यो फोटो यसरी आइसक्यो। अब यो फोटोलाई मैले यहाँबाट ठुलो सानो बनाउन मिल्छ। यहाँबाट कुनै पनि साइज एउटा मैले बनाएर साइडमा राख्दे। अब राखिसके पछाडि फेरि जुन यो बिचको नक्सा छ अप्सन छ यसमा क्लिक गरे। यसमा क्लिक गरेर अब भने यसलाई तपाईले हाइलाइट दिन सक्नुहुन्छ। जस्तै स्ट्रोकमा गएर क्लिक गर्नुभयो भने अब भने तपाईको फोटो यसलाई इनेबल गर्नुहोस्। इनेबल गरिसके पछाडि यसरी तपाईको फोटोमा एउटा कलर बस्दिने गर्दछ जुन चाहिँ तपाईले यहाँबाट कलर चुज गर्न सक्नुहुन्छ र स्ट्रोकको क्यापेसिटी पनि हाई लो यहाँबाट गर्न सक्नुहुन्छ। सो यसलाई स्ट्रोक नगरेर तपाई जुन यहाँदेखि अलिक परतिर जानुभयो भने स्याडो छ, स्याडोमा क्लिक गरिसके पछाडि स्याडोबाट पनि तपाईले कुनै पनि स्याडो रेन्डमली दिन सक्नुहुन्छ। जस्तै मानौ मैले यो मेरो पिक्चर ब्याकग्राउन्ड रेड कलर भएको कारणले मैले रेड स्याडो दिए। यसरी हामीले रेड स्याडो पनि दिन मिल्छ र यसरी नै स्याडो पनि भयो र स्ट्रोक कुनै पनि यसरी थोरै यसलाई चेन्ज गरेर थोरै राम्रो बनाउन भन्ने सकिन्छ। अब यति भइसके पछाडि जुन यो फोटो छ यसलाई फेरि तपाईले यहाँनेरि जुन कलर फिल्टर छ कलर फिल्टरमा गएर यहाँबाट थोरै ब्राइटनेसहरु हाई लो गर्न सक्नुहुन्छ। यसरी ब्राइटनेसहरु थोरै हाई लो गरेर थोरै क्वालिटी दिन सक्नुहुन्छ। यति भइसके पछाडि तपाईको पिक्चर यसरी आउने गर्दछ। यति पिक्चर आइसके पछाडि अब भने तपाईले यहाँनेरि कुनै अब केसँग सम्बन्धित तपाईको कन्टेन्ट हो तपाईले लेख्न सक्नुहुनेछ। त्यसको लागि तपाईले यहाँ जुन प्लसको नक्सा छ यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसके पछाडि अब तपाईले शेपमा लेख्न खोज्नुहुन्छ भने मानौ कुनै पनि बक्समा शेपमा लेख्न खोज्नुहुन्छ भने शेपमा क्लिक गर्नुहोस्। शेपमा क्लिक गरेपछि यसरी शेप आउँछ। शेप आइसके पछाडि अब भने तपाईले यसलाई शेपलाई आकार दिन सक्नुहुन्छ। यो चारटा जुन पोइन्ट छ यसबाट यसरी आकार दिन सक्नुहुन्छ र आकार दिइसके पछाडि यो शेपलाई यहाँबाट यहाँनेरि गएर क्लिक गरेर शेप बदल्न पनि सक्नुहुन्छ अथवा यो शेपलाई यहाँबाट थोरै चेन्ज पनि गर्न सक्नुहुन्छ। जस्तै मैले यो शेपलाई यसरी चेन्ज गर्दै गरिसके पछाडि यहाँबाट फेरि तपाईले कलर पनि भर्न सक्नुहुन्छ। कलर भर्नको लागि जस्तै मानौ मैले यहाँनेरि क्लिक गरे येलो कलर भर्दे। येलो कलर भरेर राइट गर्दे। राइट गरिसके पछाडि अब फेरि हामीले यसलाई अघिको जस्तै स्ट्रोक होइन भने यहाँबाट स्याडो अथवा इनर स्याडो जे पनि दिन सकिन्छ। त्यसपछि जस्तै मैले यहाँबाट यसलाई स्ट्रोक गर्दे। स्ट्रोकमा क्लिक गरेर यहाँबाट फेरि इनेबल गरेर यसलाई मैले
कुनै कलर जस्तै मानौँ यसलाई मैले बाहिरबाट व्हाइट कलर दिने भयो व्हाइट कलरमा क्लिक गरेर स्ट्रोकमा थोरै यो हाई गरिदिएँ हाईपछि यसरी तपाईँको व्हाइट कलरमा आयो यसलाई राइट गरिदिएँ राइट गरिसके पछाडि फेरि यसलाई थोरै डिजाइनेबल बनाउने हो भने यहाँनिर तपाईँको 3D सेप छ 3D रोटेट छ जुनै पनि तपाईँले यहाँबाट आफूले पनि चुज गरेर बनाउन सक्नुहुन्छ जस्तै मानौँ प्रोस्पेक्टिभमा गएर मैले यसलाई इनेबल गरेर थोरै हल्का डिजाइनेबल यसरी पनि बनाउन सकेँ यति भइसके पछाडि इनर स्याडोमा गएर फेरि यसलाई इनेबल गरेर व्हाइट कलरमा गरेर यसलाई थोरै स्याडो यसरी निकाल्दै यसरी हामीले बक्स युज गर्न सकिन्छ र फेरि यहाँ माथि जुन टेक्स्टको नक्सा प्लसको नक्सा छ यसमा क्लिक गरेर जुन यो टेक्स्ट छ यसमा क्लिक गरेर अब हामीले आफूलाई आफ्नो कन्टेन्टकैसँग रिलेटेड छ त्यो लेख्न सकिन्छ मानौँ फोटो एडिटिङ यसरी लेखिसके पछाडि यसलाई ओके गर्नुहोस् ओके गरिसके पछाडि अब यसरी आइसकेपछि अब फेरि यसलाई यो जुन फोटो एडिटिङ अल्फाबेट छ यसलाई डिजाइन दिनको लागि चाहिँ हामीले यहाँनिर जुन ए लेखेको छ यसमा क्लिक गरेर यहाँबाट तपाईँले विभिन्न प्रकारका कलर डिजाइनहरू गर्न सक्नुहुन्छ जस्तै यो कलरमा क्लिक गरेर कुन कलर दिने मानौँ मैले एकछिनको लागि रेड कलर दिएँ रेड कलर भयो अनि फेरि मैले राइटमा क्लिक गरेर यसलाई राइट गरेर फेरि अब मैले भने यहाँनिर चुज गरेर जुन फन्टको छ फन्टमा गएर कुन फन्ट युज गर्ने मैले जस्तै मानौँ यो फन्ट युज गरेँ यसमा क्लिक गरेर ओके गरिसके पछाडि अब भने त्यो फन्टमा मेरो आइसकेको छ आइसके पछाडि फेरि यसलाई मैले अघिको सेम यहाँनिर स्ट्रोक गर्ने अथवा 3D डिजाइन गर्ने के गर्ने जस्तै स्याडो गर्ने मैले मानौँ स्ट्रोक गरिदिएँ स्ट्रोकमा क्लिक गरेर यसलाई मैले इनेबल भइसके पछाडि मैले कुन कलरमा इनेबल गर्ने व्हाइट कलरमा जस्तै व्हाइट कलरमा मैले क्लिक गरेँ त्यसपछि राइट गरेर यसरी हामीले यो फोटोलाई लगेर यहाँ साइडमा यहाँनिर भित्र राख्न सक्छौँ राखिसके पछाडि सेम फेरि ओके गरेर यसलाई यहाँबाट जुन प्रोस्पेक्टिभमा गएर सेम डिजाइन हामीले अगाडिको डिजाइन जस्तो छ त्यस्तै बनाउनु पर्ने हुन्छ सो इनेबलमा गएर क्लिक गरेर यसलाई हामीले यसरी डिजाइन दिन सकिन्छ यसरी चाहिँ हामीले डिजाइन दिएर यसलाई थोरै यसरी डिजाइन दिन सकिन्छ यसरी हामीले फोटो एडिटिङ भनेर लेखिदिउँ थोरै यसलाई मैले यहाँबाट गएर यो अगाडिको भागलाई थोरै बढाएँ यसरी डिजाइन दिन सकिन्छ भने हामीले बाहिरी यो जुन बाहिरको भाग छ जुन हामीले सेप्सहरू युज गर्छौँ यो नगरिकन पनि हामीले यसरी नै डाइरेक्ट टेक्स्ट लेखेर पनि फोटो एडिटिङ मोबाइल ओके मैले मोबाइल लेखेँ मोबाइलमा लेखेर यसरी यसलाई फेरि हामीले सेम कलर भयो फन्ट भयो अहिले चाहिँ मैले रेन्डमली युज गरेँ जस्तै कलरमा दिएँ मैले यसलाई व्हाइट कलर दिएँ व्हाइट कलर दिइसके पछाडि फेरि फन्टमा गयो सेम फन्टमा क्लिक गरेँ फन्टमा क्लिक गरेर फेरि स्याडोमा गएँ स्याडोमा क्लिक गरेर यसमा मैले येल्लो दिएँ अथवा ब्ल्याक दिएँ रेड दिएँ यसरी चाहिँ हामीले यहाँबाट यसरी बाहिर पनि लेख्न सकिन्छ रेखिसके पछाडि यसरी हामीले भित्र कुनै पनि सेपहरू बनाएर गर्न सकिन्छ भने बाहिरबाट पनि हामीले यसरी लेखेर राख्न सकिन्छ राखिसके पछाडि फेरि सेम प्रोसेस माथि प्लसको सेक्सनमा गएर ग्यालेरीमा गएर यसरी चाहिँ ग्यालेरीबाट युट्युब भनेर डाउनलोड गरेर टिकटक भनेर डाउनलोड गरेर केही पनि कुनै पनि सेप पछाडिको ब्याकग्राउन्डलाई रिमुभ गरेर हामीले यसरी क्लिक गरेर हामीले फेरि राइटमा क्लिक गरेर यसरी ल्याउन सकिन्छ यसरी ल्याउन सकिन्छ यसरी लिएर चाहिँ हामीले यहाँ साइडमा यसरी राख्न सकिन्छ राखेपछि फेरि सेम बिचकोमा गएर जुन स्ट्रोक गरेर अथवा कुन कलरमा गर्ने स्ट्रोकहरू यसरी स्ट्रोक दिन सकिन्छ अथवा कलरहरू गर्न सकिन्छ यहाँबाट स्याडो गर्न सकिन्छ इनर स्याडो इम्बेस यो प्रोस्पेक्टिभ गरेर 3D मा बनाउने हो कि सेप यसरी टोटली हामीले चाहिँ सबै यहीँबाट ठुलो सानो सबै युज गर्न सकिन्छ
यसरी नै हामीले एउटा राम्रो थम्बनेल बनाउन सकिन्छ। यो चाहिँ एउटा तपाईलाई नर्मली मैले बनाउने तरिका मात्रै। यसरी नै अब तपाईले चाहिँ आफ्नो डिजाइनहरु चाहिँ यहाँबाट दिन सक्नुहुन्छ। फेरि प्लसको सेक्सनमा गएर यहाँबाट तपाईले स्टिकरहरु युज गर्न सक्नुहुन्छ। कस्तो स्टिकर राख्ने हो, यहाँ स्टिकरहरु छ भने तपाईले यहाँबाट जुन ड्र छ, ड्र गरेर यहाँ ड्र पनि गर्न सक्नुहुन्छ। स्टिकर भयो, करेन्टेड भयो, टेक्स्टहरु भयो, अनि तपाईले लाउन चाहनु भएको कुनै पनि फोटोहरु ग्यालेरी मार्फत यहाँबाट तपाईले ल्याउन सक्नुहुन्छ। जस्तै यो मैले सबै ब्याकग्राउन्ड रिमुभ गरेको थिएँ। यसरी लिएर यसलाई यो युट्युबमा राख्ने हो भने यसरी साइड बनाउने, अनि यसलाई सानो बनाउने यो युट्युबलाई अलिक यता ल्याए मैले, यहाँ सानो बनाएर यसरी ठक्कसँग पहिला कर्नर मिलाउने। कर्नर मिलाएपछि सेम अब हेर्ने हामीले यहाँ तल अप्सन हेर्दाखेरि अब यहाँ थोरै हामीले काट्नु पर्ने छ। यसलाई काट्न लागि मार्क्स युज गर्ने। मार्क्सले यसरी कहाँदेखि कहाँसम्म काट्ने हो, यसो गरेर इनेबल गरेपछि यसरी काटेर यसरी बसिसकेपछि यसरी नै हो हामीले टोटली युज गर्ने। हामीले यहाँनिर जति पनि फोटोहरु युज गर्छौं, हामीले जति पनि लोगोहरु युज गर्छौं, लेख्ने कुराहरु भयो, नर्मली नेपालीबाट लेख्ने, इंग्लिशबाट लेख्ने है, अनि लेख्ने तरिकाहरु, लेख्नेको डिजाइनिङहरु भयो, सबै यसरी नै हो। हामीले जस्तै लेखेको कुरा यो लेखेको कुरालाई मैले टेक्स्चरमा बनाउनु पर्यो भने पनि, जस्तै टेक्स्चर भन्नाले मैले कुनै पनि फोटो आफ्नो युज गरेर बनाउनु पर्यो भने यहाँनेरि यसलाई क्लिक गरिसकेपछि यहाँ जुन टेक्स्चर छ यसमा क्लिक गरेर यहाँ ग्यालेरीमा क्लिक गरेर मैले कुनै पनि फोटो जस्तै 2025 को फोटो गरेर राइट गर्दै भने अब यसरी बन्छ हो। हामीले यहाँ अप्सन हेरेर चाहिँ अब चाहिँ युज गर्न सक्छ। तर बनाउने तरिका यो अप्सन भन्ने चाहिँ हामीले त्यसरी हेरेर चाहिँ एउटा राम्रो हामीले थम्बनेल बनाउन सकिन्छ भने थम्बनेल बनाइसकेपछि अब अपलोड गर्न यसलाई सेभ गर्नको लागि यहाँ माथि जुन सेभ छ यसमा क्लिक गरिसकेपछि सेभ एज इमेजमा जानुहोस्। यसमा क्लिक गरिसकेपछि जुन यो पीएनजी छ पीएनजी मा क्लिक गरेर जेपीजी छ यसमा क्लिक गरेर पीएनजी बनाउनुहोस्। पीएनजी मा क्लिक गर्नुहोस्। पीएनजी मा क्लिक गरिसकेपछि कस्टम छ कस्टममा क्लिक गरेर यहाँ जुन तल अल्ट्रा छ अल्ट्रामा क्लिक गर्नुहोस्। अल्ट्रामा क्लिक गरिसकेपछि सेभ टु ग्यालेरी गर्नुहोस्। ग्यालेरीमा तपाईको फोटो सेभ हुन्छ। सेभ भइसकेपछि तपाईले अब भने आफ्नो ग्यालेरी मार्फत यहाँबाट ग्यालेरीमा जानुहोस्। ग्यालेरीमा गइसकेपछि यसरी चाहिँ तपाईको अघि बनेको जुन थम्बनेल छ यसरी आउँछ। यो हो। यसरी आइसकेपछि अब थम्बनेल अपलोड गर्नको लागि चाहिँ तपाई आफ्नो युट्युबमा जानुहोस्। युट्युबमा गइसकेपछि तपाईले कुनै पनि भिडियो अपलोड गर्न लाग्नु भएको छ त्यो भिडियोलाई क्लिक गर्नुहोस्। मानौ एकछिनको लागि यो भिडियो हो मेरो। अब यसलाई क्लिक गरिसकेपछि जुन यो माथि पेन्सिलको नक्सा आउँछ एडिट हो यसमा क्लिक गरिसकेपछि अब तपाईलाई थम्बनेल माग्छ। अघि हामीले बनाएको थम्बनेल हाम्रो यहाँनेरि जुन पिक्सल ल्याब भनेर आएको हुन्छ यहाँनेरि हो यसमा क्लिक गरिसकेपछि यो यसमा क्लिक गरेर डन गरेपछि अब भने हाम्रो थम्बनेल यसरी बस्छ। अनि हामीले यहाँबाट चाहिँ टाइटलहरु लेख्ने हो, डिस्क्रिप्सनहरु भर्ने हो, यहाँबाट लोकेसनहरु, अडियन्सहरु भयो सबै भिजिबिलिटीहरु गरेर चाहिँ अपलोडको सेक्सनमा गएर अपलोड गरेर चाहिँ युट्युबमा हामीले भिडियो अपलोड गर्न सकिन्छ। सो आजको भिडियो कस्तो लाग्यो तपाईलाई मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। भिडियोको अन्तिमसम्म रहिदिनु भएकोमा धन्यवाद। आजको दिन तपाईको शुभ रहोस्।